हेलो गुड मर्निङ गाइज। आजको दिन मौसम सब राम्रो छ। आज विश्व साइकल दिवस, त्यसको उपलक्ष्यमा म र मेरो टिम लगायत अरू साथीहरू सबै साइकल र्यालीमा भेला पोखराको टुडी खेलमा भेला हुन गइरहेका छौँ। आज राम्रो छ। आज सब दिन मौसम सब राम्रो छ। अरू के छ, साइकल र्याली कतिजना भेला हुनुहुन्छ सबै त्यही गरेर भेट्ने हो। आजको हिमाल टल्केको छ। एकदम मौसम खतरा। त्यही भन्दै अरू कुरो सब ठिक छ गाइज। ल अरू त्यतै भेटौँ ल। रमाइलो छ आज मौसम रमाइलो छ। साइकल किन्छ हिमाल खुलेको सुन सुन साई मलाई छ मौसम छ रमाइलो। पेडल हान्दै गाइज, सकी नसकी हाइट वाकिङ हान्दै मजा साइक्लिङ हान्दै हल्को बुट सुमीको बुट सही छ। आज हिमाल त भयङ्कर दामी टल्कियो त्यहाँ। ओहो, यो हो नि त हिमालको मजा, हेर्नु नै छुट्टै। अप्ठ्यारो छ बाटो छ है भयङ्कर। मेरो हामी पनि सही छौ, रमाइलो छ सर। अब बरु बन्दुक लाग्यो हामी साइकलिङ महेन्द्रपुर हुँदैन रमाइलो छ। आमा मेरो फुल फुलेको यो त फुल होइन क्या। यो त मन्दिर बिहान मर्निङको दर्शनको मात्र रमाइलो हुन्छ। देवी माताको जय। हाम्रो ब्यारेक फुलबारी ब्यारेक र सैनिक स्कुल, विशेष गरी महेन्द्रपुर गाइज। स्कुल पुरानो भए पनि टिकिरहेछ, कहिलेसम्म टिक्ने थाहा छैन। झन्डा पार्क, हाम्रो झन्डा पार्क। मेरो नेपाल मेरो नेपाल सबभन्दा गाइज। वाउ, मैले टेलिकम यता क्या बगर लामो छ। हामी चाहिँ यता महेन्द्रपुर चोक। आज हिमाल टल्केर हेर, हिमालभन्दा अरू हेर्नै मन लागेन। भयङ्कर टल्कियो हिमाल हेर्दा। ओहो, पोखराको सान माछा बस्ने हिमाल र अरू हिमाल पनि हो। अन्नपूर्ण हिमाल रेन्ज भनौँ न। सब बिदा छ आज शनिबार। सकि नसकी थाकी एउटा भाव मन्दिर माघपुर
यो नि रमाइलो आम PN campus, म पढेको कलेज लाइफ मर्निङमा पढ्नु यता खत्तम छ बगर हेला हुन्छ नि बगर हेर्नु हिमाल टल्केको मतलब छोड्नै मन लाग्ने यार शान्त वातावरण फ्रेस अक्सिजन हेलो गाइस म स्पोर्टमा आइपुगेँ आज साथीभाइहरू सबै यहीँ हुनुहुन्छ रमाइलो चलिरहेको छ आज म बिस्तारै जाने हो कताको रुट हुन्छ अलि हेर्दै जाऊँ न साइकल सुरु भर्छ राख हेरौँ ल मर्निङ आज त मेरो साइकल दादा मर्निङ हामी आरामै छ नि आराम दाइ त ल आराम हुनुपर्छ है रमाइलो चलिरहेको छ मर्निङ ल रमाइलो छ हाम्रो मर्निङ आराम हुन्छ एकदम कस्तो बताउनु उता मुस्ताङे ट्रुप धेरै राम्रो धेरै अलिअलि गाह्रो पनि भयो तर धेरै रमाइलो भयो रिलहरूमा त हेरेँ मैले थ्याङ्क यू सँगै हिँड्नुपर्छ यस यस रमाइलो छ आजको साइकल सिटले अर्गनाइज गरेको ऊ हाम्रो परिचय सर चक्र सर हुनुहुन्थ्यो आजको साइकल र्याली आरामै छ नि होइन अब म पछिबाट लहर्दै हिँडेको अब हजुरबाट कहाँ कहाँ है म फेरि पछिबाट लहर्ने मान्छे आजको पुरा हाम्रो हाजिरी कार्यक्रम भइरहेको छ टक्क लाएर ढाड्डामा सुरु हुन गइरहेको छ रमाइलो छ सब चिनेको पनि छ नचिनेको पनि छ नयाँ अनुहार पनि छ पुरानो अनुहार छँदैछ मैले 1200 मा मोटो खाले मेरो आन्सर दिएछ मोटो 1200 दिएको यो डबल तिर्नु मैले खासै धेरै नभएर जे 30 ओ स्कट ब्रान्ड यहाँ सब गर्छ मेरो डेन्ट हान्नु पर्ने मर्निङ सुपाडी यस्तो अब लाइफमा कहिले साइकल हालेर ठिक भन्छ नि त्यो के अरे स्टिकर टालेर दण्ड साइकलको रमाइलो आज विश्व साइकल दिवसको रमाइलो छ चलिरहेको छ हाम्रो साथीभाइहरू सबै यहाँ जम्मा भइरहनु भएको छ जाने बिस्तारै रेलतिर हान्ने आज मोज मस्ती गर्नुपर्छ आज सब प्रो राइडरदेखि नप्रो सबै छ नि यो साइकल चढाउँ भन्ने हाम्रो वरिष्ठ सर कार्यक्रम युट्युबर सर चक्र बराललाई सब्सक्राइब पनि गर्नु होला विश्व वातावरण दिवस तथा विश्व साइकल दिवसको रूपमा संयुक्त रूपमा यो र्याली गर्न गइरहेको जानकारी यहाँहरू समक्ष अनुरोध गर्दछु हेलो मर्निङ साइकल हेर्नु साइकल अप्ठ्यारो भौगोलिक कठिनाइका बावजुद पनि सफल रूपमा यो यात्रा बनाइदिनु होला
खै खै विली गाली गर्नु ल त ल मर्निङ हजुर मर्निङ 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 अगाडि बढाउने अनुमति माग्दै यस र्यालीको सभापतित्व ग्रहण गरिदिनु हुन साइकल सिटी पोखराका अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठज्यूलाई अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी अगाडि आइदिनु होला साइकल सिटीका कोषाध्यक्ष, साइकल सिटीका सदस्यहरू, साइकल सिटीका सहसचिव विश्व बिजुक्छे कृपया अगाडि आइदिनु होला। साइकल सिटीका सह कोषाध्यक्ष जीवन ढुङ्गान कृपया अगाडि आइदिनु होला। साइकल सिटीका पदाधिकारी साथीहरू रुद्र गुरुङ, झम्पेल लामा, हिरा घले, राजीव मुल्मी कृपया अगाडि आइदिनु होला। अब म उपस्थाका कोषाध्यक्ष श्री रामनारायण श्रेष्ठज्यूलाई माइक हस्तान्तरण गर्दैछु। धन्यवाद। वडा नम्बर 1 का जनप्रतिनिधि आदरणीय व्यक्तित्व श्री सहारा प्रधानज्यूलाई अनुरोध गर्दछु। साइकल सिटीका सम्पूर्ण कार्य समितिका सदस्यज्यूहरू र उपस्थित सम्पूर्ण साइकल र्यालीमा सहभागी हुनुभएका सम्पूर्ण सहभागीज्यूहरूमा वार्ड नम्बर 1 को तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक त्यसै गरी यस कार्यक्रमको लागि सुरु हुन गइरहेको छ। यहाँ उद्घाटन कार्यक्रमका रिबन काट्ने अनि साइकल कुदाउने है गाइस। ल सहारा प्रधानज्यू उद्घाटनको तयारीमा छौँ। आजका प्रमुख अतिथि एवं साइकल सिटीका अध्यक्षज्यूलाई संयुक्त रूपमा यो रिबन काटेर आजको विश्व साइकल तथा वातावरण दिवसको जनचेतनामूलक साइकल र्याली समुद्घाटन गरिदिनु हुन अनुरोध गर्दछु र स्वस्थ तरिकाले गइदिनु हुन अनुरोध गर्दछु र हाम्रो कार्यक्रम समुद्घाटन भएको जानकारी गराउँदै अब हामी र्यालीमा सहभागी हुनेछौँ। यो होइन खासै व्यापक रूपमा लिउ गरेर ल जम 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 Kobrok, Legalan. Lah, oke. Lah. Sana udah aja. Wow. Okay. Jai Cycle. Okay. उठा नेपाली हो अब उठने दे। रमाइलो छ आज र्याली। ओहो
र्याली नै र्याली भयङ्कर दामी 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 बब्बल दामी 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 ल हाय हो रमाइलो छ आमा 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 ल ओके नमस्ते नमस्ते पोखरा नेपाली हो रमाइलो छ सर महेन्द्रपुल चोकबाट हामी चिपो ढुङ्गातिर जाँदै साइकल सिटीका साथीहरू रमाइलो छ सुन ल बाई रोडको बाटोमा धुलो उडाउँदै रमाइलो छ यो मौसम मेन ढुङ्गाको बता यही हो सब झाउगिरी गराएर झाउगिरी मात्र सबै हेलो गाइज मर्निङ हाम्रो साइकल साथीहरू अब आउँदै हुनुहुन्छ म यसो हेर्न पोखरामा बनेको ओभरब्रिजमा गएर यस्तो फोटोसोटो हान्दैछु आज पहिलोचोटि चढेको रमाइलो छ मोज मस्ती छ ओहो रमाइलो आमा 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 हेर्थ्यो सिर्जना चोक ए सिर्जना चोक भन्छ यसलाई रमाइलो छ आमा आमा हेर्नु त वाउ ब्युटी साथीहरू आउँदै हुनुहुन्छ होइन ल हामी भनेकै चलिरहेको छ रमाइलो चलिरहेको छ आउँदैछन् ल कुद्दैछन् म पनि सँगसँगै यहीसँगै छु होइन गाडी आइसकेको छ रमाइलो छ ल पर्यटन पर्वदन गरौँ भन्ने मूल नारा सहित विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा साइकल रमाइलो छ यस्तो रमाइलो सिसा पनि रहेछ त आमा खाइ थिएन त्यो ठाउँमा हाई हो हजुर एकदम ठिक छ सर अनि हजुरको भन्नुहोस् कस्तो छ के छ ओहो वा वाट लभ टुर्दे पोखरा साइकल सिटी जय साइकल
रमाइलो छ। हेलो गाइज, रमाइलो चलिरहेको छ, साइकल हिँडिरहेको छ। यो एयरपोर्ट हो होइन, पछाडिको एयरपोर्ट हो। हाम्रो सब साथीभाइहरू, सब दाई अङ्कल आन्टी हुनुहुन्न, अङ्कलहरू दाईहरू मामाहरू सबै हुनुहुन्छ यहाँ। बिस्तारै बिस्तारै हामी गइरहेको छौँ। हाम्रो झ्याम्पल दाई, ह्यान्सी दाई, खतरा दाई हाम्रो। ह्याप्पी साइकल डे। विश्व साइकल दिवसमा आज हामी थोरै थोरै भए पनि धेरै नै छौँ, तर चलिरहेको छ, साइकल हिँडिरहेको छ। ए उहीँसम्म छ ल, रमाइलो चलिरहेको छ ल, अलिअलि भइरहेको छ, अरू पनि आउँदै गर्छ ल गाइस। बाई ओ माछा पुजे हेरौँ त, हेरौँ त, आमा जति हेरे नि ढिक पुग्दैन यार। माछा पुजेर हेरौँ त, ओहो गाइजहरू बब्बाले छैन त नि, आमा कता कपिराइट आउँछ डर लाग्ने त गीत पनि। आमा माछा पुछे लुकेर त माछा पुछे गाइज। हेलो गाइज, अब घुम्दै फिर्दै हामी लेकतिर आइयो। हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ सर घुम्दै फिर्दै। हाम्रो अध्यक्षज्यू रमाइलो छ, चलिरहेको छ। आउनुहोस् साइकल र्यालीमा। यो लेक साइड भन्छ नि यसलाई, ल लेक साइड चोक भन्छ, रमाइलो चोक, हल्लिएको चोकलाई हल्लन चोक भन्छ। सधैँ हल्लिने अरे क्या, खैरीहरू एकदम हल्लिन्थ्यो पहिला पहिला, त्यही भएर हल्लिएर हिँडेको भएर हल्लन चोक हुन लाग्यो। अलि तपट्टि है, यो होइन, अलि तपट्टि। यहाँ पनि लेक साइडको बाटो बिग्रेको रहेछ, मर्मत कार्यक्रम चलिरहेको रहेछ। यहाँ पानीको होला सायद यो, त्यही हो। देशभरि आज पानीले बिगारिरहेछ। अरे ठिक छ, बाटोमा नि पानी, आकाशमा नि पानी, पानी नै पानी, यता नि पानी उता नि पानी। नानी पोखराको वरिपरि नानी नानी। यो मर्निङ रमाइलो रमाइलो छ नि सर। ओए ब्राइभेटर भर आधे गन यार। टिङटङ आजको रमाइलो यो छ मेरो साथी, उहाँ हुनुहुन्छ मेरो साथीहरू। साइकल तथा वातावरण दिवसको अवसरमा हाम्रो यहाँ सम्पन्न यहीँसम्म होला होइन। हाम्रो इन्डिङ यहाँ हुन्छ, चियापान खाने अनि आफ्नो गन्तव्यतिर जाने। सबै सर र भेइयो ल आजको लागि साइकल सिटीको अर्गनाइज गरेको विश्व साइकल दिवस साइकल जिल्लामा आज भेइएको छ। रमाइलो यता साइकलै साइकल आमा साइकलै साइकल, यता पनि साइकल उता पनि साइकल, साइकलै साइकल, छेउतालभरि साइकलै साइकल। आमा सकिएन बा सकिएन। सट्टै पानी खानु भएको छ, थाकेर आउनु भएको छ हाम्रो सरहरू। सर अब आजको हाम्रो काम, अब आजको हाम्रो र्याली यहीँसम्म सकिएको छ। एक लाइन लगाएर हामी कहाँ बसेर फोटो खिच्नु ठिक होला? यहीँ हो कि यता अगाडि आइदिनु होला।
बस्नु तपाईँ साथीहरू है आल आउने गरेर हामी त्यहाँ उक्लिँदैछौँ हाम्रो 68 वर्षको हजुरबा साइकल चलाउँदै दृश्यराज पन्थी 24 इन्डोर च्याम्पियन सेकेन्ड रनर इन्डुरो 2024 सेकेन्ड एडिसनको जुनियरमा सेकेन्ड अल द बेस्ट फर आवर इलिट प्रोसेस ओके भाइले जो नाप्या रोसिन गरेर आउनु Ready, 1, 2, 3, go! अनि गाइस सब्सक्राइब एन्ड लाइक गर्न नबिर्सनु होला आजको हाम्रो साइकल र्याली यहीँ समाप्त भएको छ अब लेक्चरको रमाइलो छ अझ यही हेर्नु होला अरू यही हेर्दै अरू म यसको लागि बिदा मागेँ है त गाइस ल